यही साथले टाउकोमा धरेर हान्ने एउटा त्यहाँ चाहिँ खाली भयो, त्यहाँको चाहिँ खाली भयो। हात खुट्टा त्यस्तै भयो। सुटिङ हुँदैछ है हाम्रो त्यहाँनिर। रमाइलो हुँदैछ। केटोले मोबाइल यतै खाना खान्छ। Hello guys, welcome back to my another new day, new vlog र गुड मर्निङ सबैजनालाई। म चाहिँ खोलातिर लागिसकेँ हैन। अन्त यही खोलातिरै आएर भ्लग सुरु भयो र म चाहिँ खोलातिर लागिसकेँ। तपाईँहरू देख्नुहुन्छ यहाँ त माछा पालन छ नयाँ भनेको अहिलेको। कुकुर भुके छ मलाई देखेर यार। कुन दिन मैले यही साथले टाउकोमा धरेर हानिदिन्छु क्या कुकुरको। ल त्यही हो गाइस, अब म चाहिँ खोलातिर जाँदैछु। हाम्रो आज चाहिँ स्पेसल गेस्ट आदेश रामदाम नै आउने भन्ने कुरा थियो, तर उहाँले फोन नउठाउनु भएको कारणले म चाहिँ आएँ। किन भन्दाखेरि यहाँ ढिलो भयो भने हाम्रो क्यारी हराउन सक्छ होइन। त्यही भएर म चाहिँ आइहालेँ। र अहिले चाहिँ टाइम 9:30 भइसक्यो होइन। अब चाहिँ बिस्तारै तयारी झिकाल्नुपर्छ मैले होइन। अनि तयारी झिकाल्दै म घरतिर लाग्नुपर्छ। र कति आज माछा कति पर्छ त आजको स्पेसल भिडियो चाहिँ मेरो माछाले कति पैसा कमाउँछ त त्यो तपाईँहरूलाई म देखाउँछु। तपाईँले हेरिराख्नु होला है, अन्त्यसम्म हेरिदिनु होला। त्यसको लागि म हार्दिक अनुरोध गर्दछु। र च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्नु है साथीहरू। च्यानल नयाँ सब्सक्राइब गरेर साइडको बेल आइकन थिच्न नभुलिदिनु होला। यति भन्दै आजको भिडियो चाहिँ म स्टार्ट गर्न चाहन्छु। र म खोला आइसकेँ है, म तपाईँहरू देखाउँछु। खोलामा आइसकेँ। अब चाहिँ तपाईँले जस भिडियो चाहिँ हेरिदिनु पऱ्यो है त। एभ्रिवान निड टु लुक माई भिडियोज होइन। ल त्यही हो गाइज। अब म ट्याक्क कपडा सपडा फेर्छु अनि ट्याक्क है त। ल तयारी यहीँ छ। अब म झिक्दै जान्छु अनि तपाईँहरूलाई पनि देखाउँछु है त। ल फाइनल्ली मैले सुरुको तयारी झिकालिसकेँ। र सुरुमै यत्तिको माछा परेपछि आजको दिन चाहिँ राम्रो हुन्छ मलाई लागिरहेको छ गाइज होइन। त्यही हो। ल कस्तो लाग्यो यो चाहिँ उद्घाटन फाइनल्ली उद्घाटन भइसक्यो आजको। यो तयारीमा मैले ढाँटेको यो तयारीमा यत्तिको परेको, त्यो पनि यो समयमा परेको। यो धेरै ठुलो कुरा हो क्या। यो यो मलाई यो धेरै ठुलो कुरा लाग्छ होइन। यति बेला यो तयारीमा माछा पर्नु भनेको धेरै राम्रो कुरा हो। ल अब म चाहिँ यस्तै हाल्छु। अब म चाहिँ ट्याक्क लाएर माथि झिक्दै जान्छु होइन गाइस। मलाई कस्तो दिएको छ भ्यानमा नै यस्तो छ हालत चिसोमा। ल गाइस अर्को यहाँ छ, अर्को त्यहाँ छ। यहाँ र मानि छ है देख्नुहुन्छ उहाँ। ल त्यही हो त गाइस, अहिलेपछि भेट्नुपर्छ। बिहान यस्तो आनन्द हुन्छ नि। खोलामा आउनुको आनन्दै छुट्टै हुन्छ कि। यस्तो दामी फिल हुन्छ बिहान फ्रेस भइन्छ क्या। घरमा सुतेर बस्नुभन्दा बिहान खोलामा आएर यस्तो मेहनत गरेर पैसा कमाउनु र आफूले खाना नि भएन। यो माछा आफूले खानु भयो न, खान मनलाई खायो भयो होइन। अब बेच्न मनलाई बेचे भयो क्या। यस्तो आनन्द फ्रेस हुन्छ बिहान खोलामा आउँदा। त्यो चाहिँ आउने मान्छेलाई मात्रै थाहा हुन्छ त्यो कुरा चाहिँ। ल त्यही हो गाइस, अहिलेपछि भेट्नुपर्छ। ल अहिले चाहिँ म यहाँ पारी आइसकेँ। पहिला अघि त्यहाँ झिकालेँ, त्यहाँ 2-3वटा झिकालेँ, त्यहाँ 4-5वटा झिकालेँ। अनि अहिले यहाँबाट यहाँ थियो त्यो 2टा लिन आएको। ल एउटामा चाहिँ यति पऱ्यो, ठिकै पऱ्यो। अनि यो चाहिँ अर्को तयारी भयो है। बिहान यत्तिको माछा परेपछि के चाहियो भनेको क्या। ल यति परेपछि भएन त मलाई नि आनन्द। एउटा त्यहाँ चाहिँ खाली भयो, त्यहाँको चाहिँ खाली भयो। अरूमा चाहिँ पऱ्यो है राम्रै। ल म चाहिँ खासै भिडियो बनाउनु पाउँदिनँ, किन भन्दा यो बिहान यस्तो यो आफूले बुझ्नु है गाइस। म जस भिडियो चाहिँ देखाउँछु हल्का हल्का। ल त्यही हो त गाइस। ल अब म झिक्दै माथि जान्छु माथिसम्म हो।
म तपाईँहरूलाई अन्तिमसम्म देखाउँछु है भिडियो। चियर्स गाइस। ए गाइस चल्छ यसो झिकाल्दै यहाँ मान्छेसम्म आइसक्यो के। हात्ती के भयो यार, हात खुट्टा त्यस्तै भयो। अनि मैले चाहिँ यहाँ आदेश रामधामलाई कुदेँ हो होइन। ल अब यहाँ तयारी अब एकछिनमा झिकाल्छु म। तयारी एकछिन भन्नु नि लास्ट छिरायो क्या हात खुट्टा। तयारीहरू छ अझै होइन, ठिकै छ। अब लगभग धेरै झिकालिसक्यो, अब धेरै छैन। 2टा 3 4वटा 5वटा 6-7वटा छ। अब धेरै छैन, 6-7वटा छ। अनि त्यसपछि चाहिँ म ट्याक्क लाएर घरतिर लाग्छु होइन। घरतिर लागेर तातो चिया खानुपर्छ है साथीहरू। माछा चाहिँ आज सोचे जस्तो परेको छैन, त्यही हो दुःख चाहिँ। हुन त माछा पनि छैन खोलामा है, माछा सकिसक्यो। अनि कहाँ पर्छ त यार, दिनराति करेन्ट हानिदिन्छ यार। अनि यस्तो प्याज थापेरै मारिन्छ। ल त्यही हो गाइस, अलिपछि भेट्नुपर्छ है। अब म चाहिँ हल्का झिकाल्छु तयारीहरू। Few moments later. ल यता चाहिँ ट्याक्क माछा झिकाल्ने कार्यक्रम हुँदैछ होइन। ल सुटिङ हुँदैछ है हाम्रो तयारीमा। सुटिङ हुँदैछ यहाँ आदेश रामधामबाट होइन। अब त्यही हो, म त हेरौँ अब। यता चाहिँ माछा झिकाल्ने कार्यक्रम हुँदैछ, हल्का इन्टरभ्यू हुँदैछ क्या। यहाँ चाहिँ एउटा मैले हल्का सहयोग गरिदिएको, सानो सहयोग मेरो यो चाहिँ। ट्याक्क लाएर ल एउटा युट्युबरले अर्को युट्युबरलाई सहयोग गर्नुपर्छ है साथीहरू। जस्तो म चाहिँ यहाँ सानो सहयोग गरिदिएको ल है। ल झापाबाट है आजको छापुको कति आजको शीतललाई मर्दी खोला झापाबाट आएर मर्दी खोलामा हामीले कृषि गर्न पाउनु भनेको यो हाम्रो अभाग्य हो। अरू झापावासीहरूलाई अनि पोखरा बस्ने वासीहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ गाउँघरमा आइपुग्दै? म के भन्न चाहन्छु भने यहीँ यत्रो स्रोत छ हामीले खानालाई। हामी झापाबाट आएर त यहाँनिर यसरी खाँदैछौँ फिसिङ गर्नको लागि। यहीँ तपाईँहरू त कति भाग्यमानी क्या। हजुर त्यस्तो चिज खान पाइराख्नु भएको छ। अब बाहिर आउनु न त। अब कति पानीमा बस्यो तपाईँलाई जाडो भएन? पानी कतिको चिसो छ? होइन पानी एकदम चिसो छ, तर मलाई चिसोको प्रभाव छैन। पोखरावासीले खाने पानी नै हो नि, मजाले खानु सकिन्छ। मर्दी हिमालमाथि माछापुत्र हिमालबाट आएको पानी हेर्नु यस यो हामीलाई चिसोको प्रभावै छैन क्या। म दिनभरि बस्न सक्दिनँ चिसो पानीमा। चिसो पानीको माछा असला माछा ल आउनुहोस् ल, फुकामा फेरि माछा फुक्केला फेरि तर्केर फेरि होइन। आजको हामीले सिस्टम पुऱ्यायो। अब ढुङ्गा नि फुकाउनु पर्छ। अब यसलाई यो ढुङ्गा फुकाउनु पऱ्यो होइन। ढुङ्गा नि फुकाउनु पऱ्यो नि, ढुङ्गा फुकाउनु आउँछ हजुरलाई फेरि? एकदम म यहाँ सिक्दैछु, भाइहरू सिकाउनु हुँदैछ होइन।
यसलाई फकाउँछु फुकाउनु छ दाइले एउटा ढुङ्गा फुकालियो यसलाई फुकाल्नु फेरि काका ढुङ्गा फुकाल्दै गर्नु है त है म फेरि अब अर्को भिडियोको लागि रेडी गर्छु नि फेरि ओके तपाईँले फेरि यहाँ धेरै मान्छेले हेरिरहेको छ क्या यहाँ ओके सम्पूर्णहरुलाई Few moments later. गाइस आइसक्यो घरमा अब चाहिँ ट्याक्क लगाएर माछा फुकाइदिन्छ अब माछा हेरौँ कतिको पऱ्यो त आज धेरै पऱ्यो छैन यार माछा कता थाप्ने त नि है थाप्ने ठाउँै छैन क्या माछा त्यही भएर धेरै छैन माछा यति हो गाइस यस्तो पर्छ एउटा पर्छ यार त्यही भएर यो कोही नै खाली छ अघि खोलामा चाहिँ हल्का सर्ट सुटिङ भइराखेको थियो यो चाहिँ ठुलै पऱ्यो त है त्यही हो छैन माछा खाली छ आज चाहिँ यो तयारी पनि खाली भयो कता त्यो तयारी यो तयारीमा नि माछै परेन आज त खोलामा माछै छैन क्या त्यही भएर जाऊ भयो यार यस्तो यो त्यहाँ माछै नपरेका जनाहरू त्यही होला म चाहिँ माछा झिकाउँछु है त यो माछा चाहिँ कसले परेछ यो माछा एउटा अलि हेर्ला जस्तो परेछ एउटा चाहिँ अन्त अरू चाहिँ पुरै भुरा हो ल है त गाइस अब म माछा ट्याक्क झिकाल्छु अनि माछा झिकालेपछि भेट्नुपर्छ अनि के कस्तो हुन्छ म सबै तपाईँहरूलाई देखाउँछु है त अनि अर्को कुरा हाम्रो चाहिँ अघि त्यहाँ झापा भनेपछि कहाँ पऱ्यो झापाको मान्छे आएर चाहिँ यो तयारी झिकालेर भिडियो बनाएको है अघि यही तयारी हो कुन चाहिँ तयारी मलाई थाहा हुने एक्ज्याक्टली जस्ट भिडियो बनाउनु भयो भिडियो बनाइदिनु भएको धेरै धेरै धन्यवाद मेरो तर्फबाट होइन ल त्यही हो अब चाहिँ म ट्याक्क लाएर माछा झिकाल्नुपर्छ अनि माछा झिकालेपछि म बेच्न जान्छु कति पर्छ चाहिँ मेरो यति माछाको दाम आज ल यति गाइस अहिले भेट्नुपर्छ माछा झिकालिसक्यो र यही हो आजको माछा यति नै हो धेरै परेन माछाहरू के भन्नु है खोलामा माछै सकियो होला हुन नि थापेको गर्न पर्छ हस्ला बुझ्दैन म यसो छुट्याउँछु होइन पहिला यसरी भाग विभाजन गरौँ न बुझ्दैन यता राखिदिउँ यहाँ माछाको अर्डर आयो होइन ठेक्कामा लानै पाइयो होइन त्यही भएर गाह्रो भयो यार यस्तो बाहिर बेच्दा त बेच्न फेरि यता गाउँतिर मलाई बेच्नै मन लाग्दैन क्या गाउँको मान्छेहरू ल यो माछा आजको कस्तो लाग्यो त तपाईँहरूलाई आज त थोरै पऱ्यो है अस्ति त झन् 2.5 किलो थियो 2.5 किलो र यति हेर्दा त यार के हो आकाश पातालको भिन्नता होइन अब म चाहिँ माछा जोख्न जान्छु होइन यो माछा कति परेछ त आज यो माछाको आज कति अन्दाउने हुन्छ त गाइस मेरो भुटकोमा आज कति 1000 जालो है 1000 जान्छ कि कति जान्छ त गाइस कमेन्ट गरिदिउँ है ल यो माछा चाहिँ कराङ्गे माछा है यो चाहिँ कराङ्गे हो यो चाहिँ यसको नि ठुलो जात हुन्छ है यो माछा नि ठुलो हुन्छ ठुलो नहुने भनेको यही माछा हो क्या यो ठुलो भएमा यत्रो हो क्या ठुलो भएमा यही हो सबभन्दा ठुलो लगभग योभन्दा हल्का ठुलो हुन्छ यत्रोसम्म हुन्छ क्या यो माछा यो बुदुना चाहिँ यत्रोसम्म हुन्छ असला त यही छ यत्रो योभन्दा पनि ठुलो हुन्छ ल गाइस आजको माछा चाहिँ यति नै हो लेट्स सी अब म जोख्न जान्छु
जोखेर जोख्न जाऊँ अब हेरौँ कति छ है त माछा 3 hours later. यो फाइनल्ली माछा साछा बेचियो माछा चाहिँ ट्याक्कै बाटोमै जोख्न गएको बाटोमै भेट्यो अनि त्यहीँ दिएँ माछा चाहिँ मैले 1 किलो रहेछ ट्याक्क आज चाहिँ ठिकै परेको 1 किलो रहेछ अनि 1 किलोको चाहिँ कति पाएँ भन्दा 1 किलोको चाहिँ मैले एउटा हात्ती ट्याक्क आजको कमाइ एउटा हात्ती त्यही हो आजको भन्ने एकैछिनको 3 घन्टाको कमाइ एउटा हात्ती अब यो हात्ती चाहिँ मैले कहाँ हाल्छु भन्दा मेरो ब्याङ्कमा हाल्छु क्या अब ल त्यही हो ठिक छ अब माछा कति जोख्छु भने जोख्न गएको यहाँ बाटोमै भेट्यो क्या मान्छे अनि त्यही भएर त्यहीँ दिदी है ल माछा चाहिँ अब त्यति नै थियो ट्याक्क कमाइ चाहिँ एउटा हात्ती भइहाल्यो अब ट्याक्क लाएर मेरो ब्याङ्कमा हाल्छु है त यस्तो हाम्रो यति भएको मैले त्यसले के भने भन्दा खाना खानेलाई मोबाइल नहेर भन्छु अनि म उता खाना पसिना भएको मोबाइल चार्ज गर्न आए जस्तो गऱ्यो यो रुमभित्र छिरेको क्या म त मोबाइल चार्ज गर्न आए जस्तो लाग्यो कहाँ चार्ज गर्ने केटोले त्यही चार्जै गरेको छैन मोबाइलले त्यही खाना खान्छ केटोले मोबाइल यस्तै खाना खान्छ यस्तो छ अझै टाइम 9:40 8:40 भयो अब त्यही हो अब म एकैछिन अब फ्रेस हुन्छु मुखसुख धुन्छु मुख चाहिँ धोएन मैले म कहिले खोलामा जाने बेला मैले कहिले मुख धुन्न है त्यो चाहिँ याद गर्नु होला अब त्यही हो आज इन्कम मैले देखाइहालेँ यही हो अब म भुटकोमा हालेर देखाउँछु तपाईँलाई अब दिउँसो मैले अब यताउति मास्ने चाहिँ केही छैन होइन यताउति किन्ने केही छैन त्यही हो अब खोलामा जान्छु खोलामा भन्नु आज यो चाहिँ म अब भुटकोमा हाल्छु होइन भुटकोमा भन्दा पनि म चाहिँ आज त्यहाँ माथि जाने काम त सानो काम छ त्यसमा पैसा चाहिन सक्छ है त्यही भएर अहिले चाहिँ हालिनँ है अहिले चाहिँ हालिनँ अहिले यसको साथमा चाहिँ मैले यो हालेँ है त यो चाहिँ हालेँ यो चाहिँ मैले हालिनँ अहिले ल हालियो गाइस फाइनली ल त्यही हो अहिले पछि भेट्नुपर्छ है त बाई बाई ल भुटकोमा हाल्छु भनेको पैसा यसमै गयो के हो यो खासमा सूर्य लिमिटेड यो बचत खाता हो भन्थ्यो के अरे मम्मीको रहेछ त्यही भएर तिरेको 800 रुपियाँ बचत खाता 800 रुपियाँ तिरिदिएँ मैले त्यही हो ल है त गाइस अब चाहिँ ल अब यति भन्दै आजको भ्लग चाहिँ यहीँ इन गरौँ होइन ल त्यही हो गाइस भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्दैन होला यति भन्दै सी यू अन नेक्स्ट भ्लग टाटा बाई कस्तो लाग्यो आजको भ्लग कमेन्ट गरिदिनु होला